नमस्ते, मेरो नाम राकेश कुमार महतो। म विद्यालय गौरी डाँडाको 11 कक्षाको साइन्स फ्याकल्टीमा पढ्ने छात्र हुँ। यो हाम्रो अल्ट्रासोनिक सेन्सरबाट अटोमेटिक यो हाम्रो प्रोजेक्टको नाम फ्युचरिस्टिक स्कुल। यो हाम्रो अटोमेटिक गेट हो। यहाँ हाम्रो मतलब ठ्याक्क अगाडि पुग्ने बित्तिकै अल्ट्रासोनिक वेव्स यहाँ आउँछ, ठ्याक्क त्यो रिफ्लेक्ट भएर चाहिँ यो हाम्रो गेट खुल्छ। ठ्याक्कै यहाँ अगाडि पुगेपछि चाहिँ यो गेट खुल्ने हो। जस्तै कि यहाँ अगाडि पुग्यो, यहाँ गेट खुल्यो, हामी यहाँ भित्र गइसकेपछि अटोमेटिक बन्द हुन्छ। बन्द भयो त्यसपछि यहाँ हाम्रो सेम कन्सेप्टले यहाँ हाम्रो डस्टबिन पनि छ। ठ्याक्कै यहाँ अगाडि पुगेपछि फोहोर हाल्दिने हो, त्यसपछि गइसकेपछि त्यो डस्टबिन बन्द भइहाल्छ। त्यसपछि हाम्रो यहाँ वेन्ड मिल छ। वेन्ड मिलले इलेक्ट्रिक जेनेरेट गर्ने हो। जेनेरेट गरेर चाहिँ यहाँ चाहिँ कन्जर्भ हुन्छ, त्यसपछि हाम्रो इलेक्ट्रिसिटी डिस्ट्रिब्युट हुन्छ। यहाँ चाहिँ हाम्रो यहाँ खोइ हो त्यहाँ फायर अलार्म चाहिँ यहाँ फायर कहीँ पनि आगो लागेपछि चाहिँ यहाँ फायर अलार्म बज्न थालिहाल्छ। त्यसपछि यहाँ हाम्रो चाहिँ रेडार सिस्टम हाम्रो रेडार सिस्टम मतलब यो चाहिँ हाम्रो स्कुलको अगाडि चाहिँ वरिपरि चाहिँ केही मतलब अब्स्ट्याकल आयो भने चाहिँ मतलब के अब्स्ट्याकल आयो भने चाहिँ कति डिग्री कति स्पिडमा र कति एङ्गलमा आइरहेछ सबै थोक यहाँ हाम्रो हेराइदिन्छ। त्यसपछि हाम्रो यो भयो सोलर प्यानल। यो मतलब लाइटलाई डिटेक्ट गर्ने, जतातिर सन जान्छ नि त्यतातिर चाहिँ मतलब यो हाम्रो लाइट डिटेक्ट गरेर सोलर प्यानल त्यतातिर घुम्छ। त्यसपछि यहाँ हाम्रो हेलिप्याड चाहिँ भइगयो मतलब। अनि यो हाम्रो चाहिँ स्ट्रिट लाइट हो। यहाँ चाहिँ मतलब यहाँ चाहिँ मतलब उज्यालो हुने बित्तिकै बिहान हुने बित्तिकै आफै बन्द हुन्छ र राति हुने बित्तिकै आफै बल्न थाल्छ यो लाइट। यो ब्लाइन्डको लागि बनाएको चस्मा हो। यहाँ ब्लाइन्डले चाहिँ अगाडि मतलब हिँड्ने बित्तिकै अगाडि त ब्लाइन्डले केही हेर्दैन, तर ठ्याक्क यहाँ अगाडि चाहिँ केही अब्स्ट्याकल आयो भने चाहिँ ठ्याक्क बजल बज्न थाल्छ। अनि त्यसले चाहिँ ऊ साइड लागेर हिँड्न थाल्छ। हिँड्नमा सहयोग। अगाडि आयो के आएन भने चाहिँ ठिक छ, त्यो हिँडिराख्छ, र अगाडि केही अब्स्ट्याकल आयो भने चाहिँ यो बजल बज्न थाल्छ। मोबाइलले फोनले कन्ट्रोल हुने हो। ठ्याक्क यहाँ मतलब यो घुम यो चाहिँ हाम्रो फ्युचरिस्टिक कार हो। यो मतलब हाम्रो मोबाइल फोनले कन्ट्रोल हुन्छ। गेटै एक्सटेन्ड पार्दैन।